ब्याक टु चाहिँ 205 ब्लगमा म तपाईँलाई स्वागत गर्छु 2025 को सेकेन्ड ब्लग हो यो। त अहिले चाहिँ हामी जाँदैछौँ फिलहाल दोकान होइन गिरेथाङमा देखाउने छु तपाईँलाई। ओके सौदा गरेको देखाउने हाल्छु। यो चाहिँ हाम्रो बडाको घर। अहिले माथि पुल गएर मिल्छ ल पोइ अहिले भेटौँ ल। अहिले चाहिँ हामी फिलहाल जाँदैछौँ गिरेथाङ। बाटो चाहिँ यस्तो छ हाम्रो फिलहाल उकालो जानु चाहिँ अलिक साह्रो पर्छ यो बाटोबाट। अप्ठ्यारो छ नि त सक्नुहुन्छ होला तल कुछ यस्तो छ भ्यू। पहिला तपाईँहरूले बनाउनु भएको यो बाटो चाहिँ है हो र? यत्रो बाटो अम्म मतलब अरू मान्छेले गरेनन्। त्यो तल अलिकति भत्कै छ त्यहाँ पनि यस्तै ढुङ्गा लाउनु पर्ने छ। सारित्र दिदी पनि थिइन् होला नि त त्यो बेला। ए यहाँ त के पेलिएको रहेछ कुकुर पो त हो क्या। यहाँ कुकुर लापा खेलेछन्, कुकुरहरू लापा खेलेछन्। यता चाहिँ यस्तै छ बाटो चाहिँ गाइस हाम्रो एडभेन्चरस बासै बास छ यता। अहिले खोला गएर भेट्छु ल पोइ गाइस। अहिले हामी माथि चङराङको खोला रोटाइसकेको छौँ होइन। अन्त यहाँ तल चाहिँ हिजो अस्ति फर्स्ट गेम न्युजमा पनि देख्नुभयो होला एक्सिडेन्ट भएको जग्गा यही हो। उपर हो तर यहाँ चाहिँ होइन अलिक उपरतिर हो जग्गाहरू यस्तो छ। अहिले म तपाईँहरूलाई दोकान गएर भेट्छु ल पोइ। त यहाँ गाइस अहिले चाहिँ म दोकानबाट घर आइसकेँ। दोकानको ब्लग गर्नु पाइनँ किनकि निकै मान्छेहरू थियो। अन्त ब्लग गर्न अलिक शर्म लाग्यो कि त्यही भएर ब्लग गर्नु पाइनँ। यी तोरीहरू देख्न सक्नुहुन्छ होला। यता आलु साग छ, यता लसन। त मैले फिलहाल चाहिँ गाई हेर्नु गएको ग्वालीमा। सोधिरहेको रहेछ गाइस। म फेरि तपाईँहरूलाई गाई देखाउँछु। हाम्रो गाई यो गाई चाहिँ बेलुका फुकेर चाहिँ नि पर जुन त्यो छ नि लिसो हो त्यहाँ पुगेको थियो। त गाई यहाँ छ गाइस। त गाई उठिसकेको छ फिलहाल हग्यो गोबर। यता सानो बाछी छ। अहिले फिलहाल चाहिँ म घर जाँदैछु होइन। यस्तै सुन्दर घरको ब्लग होइन। फिलहाल चाहिँ म घर जाँदैछु। गाइस म ग्वालीबाट आइसकेको छु। फिलहाल आई एम इन्जोइङ अ ब्ल्याक टी चिया इन्जोय गर्दैछु अहिले फिलहाल होइन। आइहालेँ ग्वालीबाट यसो ब्लग बनाइदिउँ भनेको यो चाहिँ मेरो रुम हो। खास घरमा ककले चाहिँ बाथरुम सम्झिनुहुन्छ। दिस बाथरुम दिस माई रुम ओके एन्ड इन्जोय एन्ड माई चाय ब्ल्याक टी ओके रेडी 1 2 3 very delicious। अहिले भेटौँ ल पोइ। त यता छ हाम्रो बिस्किट टप बिस्किट हो यो। टप बिस्किट डुप्लिकेट मैले यो टप बिस्किट मुनै पर्दैन। जुन फर्स्टमा आएको थियो नि हाम्रो फर्स्ट बिस्किट टप पहिलाको त्यही मात्रै मनपर्छ। त्यो मुनै पर्दैन। त अब हामी यहाँ चिया खान्छौँ। दिस इज माई टी अफ दुधको टी
बिचमा हामी हाल्नेछौँ चिनी अन्त खानेछौँ ओके खाइसकेर भेटौँ ल पोइ पोइ त यता छ हाम्रो बिस्किट टप बिस्किट हो यो टप बिस्किट डुप्लिकेट मलाई यो टप बिस्किट मुनै पर्दैन जुन फर्स्टमा आएको थियो नि हाम्रो फर्स्ट बिस्किट टप पहिलाको त्यही मात्रै मनपर्छ यो त मुनै पर्दैन त अब हामी यहाँ चिया खान्छौँ दिस इज माई टी दुधको टी बिचमा हामी हाल्नेछौँ चिनी अन्त खानेछौँ ओके खाइसकेर भेटौँ ल पोइ पोइ Yep guys, आज हामी फिलहाल चिया खाने वाइट टी दुधको टी खाने हो दुधको टी दुधको चिया खान आँटेको हामीले चाहिँ अहिले दुधको चिया खम भनेको होइन अन्त हाम्रो बाबाले पहिला त अहिलेसम्म फिलहाल बाबा बिस्कुट खाने अरे यहाँ बिस्किट लिनु आएको म देखाउने छु तपाईँले बिस्कुट पनि एकछिन ल अहिले चाहिँ म फिलहाल आलु काट्दैछु सब्जी मैले फिलहाल आलु सब्जी काटेको होइन रात पर्दैछ नि त त्यही भएर सब्जी चाहिँ मैले फिलहाल आलु काटेको आलु दम आलु बनाउने कि त्यही भएर साथ ठुल्ठुलो चाहिँ म काट्दिनँ क्या गाइस आलु आयो आलु दम आलु बनाउनु भएछ त्यो ठिकको सेपमै काट्छु नि त म चाहिँ काटेपछि गाइस सक्यो चाहिँ यहाँ फिलहाल चाहिँ म सब्जी काट्दैछु सब्जी ओहो सब्जी आलु टेस्टी आलू की चालू बेटा कहाँ गई थी मेरे पेट में गए थे यार त अहिले भेटौँ ल पोइ पोइ गाइस अहिले चाहिँ फिलहाल उज्यालो भइसकेको छ मर्निङको ब्लग बेलुका मैले ब्लगै गर्नु पाइनँ किनकि आइएम सो बिजी ओके आइएम सो बिजी त्यसो कि होइन बेलुका त्यतिकै ब्लग बनाउने मैले बिर्सेँ रियली मैले बिर्सेँ अहिले चाहिँ म फिलहाल खाजा बनाउँदैछु होइन खाजा चाहिँ के हो भनेर यु अल ग्यासेस नट ग्यासेस ओके अहिले चाहिँ म बनाउँदैछु पुरी आलु दम नो पराठा यस गाइस पराठा खाता बहुत अच्छा होता पंजाबी पहले इस कुकर में है जो क्या बोलते हैं उसे के भन्छ त्यसलाई मैदा छ यसमा मैदा छ कुकरमा हैन अहिले पिठो मुस्दै गर्छ मिल्छु ल पोइ पोइ गाइस अब हामी यहाँ कुकरलाई खोल्नेवाला छौँ कुकर ओपन भइसक्यो तपाईहरु कस्तो खाले कर्नफ्लावर खानुहुन्छ मलाई कमेन्ट गर्नुहोस् के म त खुल्लै खान्छु खुल्लै ल्याउँछु 1 केजी ल्यायो भने मलाई 1 महिना जस्तो पुग्दैन 1 केजीले त्यही भएर सबै कुकरमा एउटा प्याकेट हालिहाल्छु कि जसमा 10-20 केजी होस् भनेर अहिले भेटौँ ल पोइ पोइ हामीले कर्नफ्लावरलाई बलमा हालिसक्यौँ हैन अब हामी हाल्छौँ तेल सेतो तेल हाम्रो यहाँ त सेतो तेल भन्छौँ हामी धेरै नाम लिदिनौँ म सेतो तेल रातो तेल भन्दा सजिलै हुन्छ कि त्यही भएर म सेतो तेल भनिदिन्छु यसलाई चाहिँ व्हाइट अफ ओइल ओके एन्ड अहिले चाहिँ म फिलहाल यस्तै गाइस घरको ब्लग चाहिँ कर्नफ्लावरमा हाल्नेछौँ तेल हेलो गाइस अब यो पनि स्टुडेन्ट हुन आँटेको छ यहाँ हेर्नुहोस् होला अहिले मैले यहाँ तेल हालेको छु भन्दैछु आमाले पछाडि हात देखाउनुभयो अब एकछिनबाट बिरालले यहाँ झगडा गर्छ हेर्नुहोस् यो मेरो फनी स्क्रिन चाहिँ के भयो भन्दाखेरि चाहिँ यहाँ बिरालले लापा खेल्दैछ अनि त्यसमा हाम्रो तल त्यहाँ काले कुकुर भन्छ हो त्यसले बिराललाई चाहिँ 1 लाफर लाग्यो कि त्यही भएर नि हाँसेको ओके थ्याङ्क यू फर वाचिङ गाइस कर्नफ्लावरमा पुरै ओइल हालिसक्यौँ हैन म देखाउँदैछु ल गाइस अब कर्नफ्लावरलाई मिक्स गर्छु कि
मजाले कर्नफ्लावरलाई चाहिँ तपाईँले व्हाइट ओइल हालेर मजाले मुस्नुहोस् होला यसरी मार्नुहोस् जसले छिटो एकदम नरम सफ्ट हुन्छ म जहिले यसरी नै बनाउँछु गाइस देख्न सक्नुहुन्छ र एकदम सफ्टनेस बनाउनुपर्छ तपाईँहरूले यसलाई कर्नफ्लावरलाई देख्न सक्नुहुन्छ होला यस्तो गोलो डो चाहिँ तपाईँको बनिनुपर्छ यो म्याच भएको छैन मुसेको छैन मजाले मुस्नुपर्छ गाइस सिर्फ यसमा 1 स्पुन 2 डाडु कर्नफ्लावर हाल्नुहोस् ओके एन्ड 4 चम्मच अफ व्हाइट ओइल त्यति हाल्नुहोस् अन्त मजाले यसलाई मुस्नुहोस् अरू केही नहाल्नुहोस् म यही रेकमेन्ड गर्दछु तपाईँहरूले देख्न सक्नुहुन्छ जस्तो यसको चाम्रो भएको छ नि डो यस्तै हुनुपर्नेवाला छ तपाईँहरूको सबै डो पनि देख्नुहुन्छ होला नि छरिँदाखेरि नि एकदम त्यो सुजीको त्यो टुक्रा हुन्छ त त्यस्तै देखिन्छ होइन सेम यस्तै यसको टेक्सचर हुनुपर्छ अझै मारिएकै छैन क्या गाइस त्यो त यहाँ हामीले लुक एट दिस डो हामीले मुसिसक्यौँ तेल हालेर बेसमा हामी हाल्छौँ पानी एन्ड रेडी टु डो ओके 1 मिनट र गाइस क्यामेरा अर्को ठाउँ सेट गर्दैछु अब हामी हाल्छौँ यसमा ओइल पानी ओइल भनेर ओइल भन्नु मजाले मिक्स गर्छौँ यसमा तपाईँ म रेकमेन्ड गर्छु अलिअलि पानी हाल्नुहोस् ओके बेसी होइन थोरै पानी हाल्नुहोस् एन्ड दिस इज यसलाई मुस्नुहोस् पानी अलिअलि हाल्दै पनि गर्नुहोस् ओके एन्ड मुस्दै पनि गर्नुहोस् गाइस त हामी यहाँ पिठो मुस्दैछौँ हेर्न सक्नुहुन्छ डो हाम्रो 2 डाडु कर्नफ्लावरले यति बेसी हुन्छ हाम्रो डो चाहिँ ठुलो हुन्छ यसले 10-20वटा त पराठा बनिन्छ अब हामी जुन यो डो छ यसलाई राख्छौँ एकछिनको लागि एक के त भन्छ त्यसलाई बन्द गरेर यसलाई छोप्नेछौँ एकछिनको लागि हामी 1 प्लेटले ओके दिस 1 प्लेट अट्याच भइसकेपछि अब हामी बसाउनेवाला छौँ आलु स्पर ओके 1 मिनट अहिले आलु हालिसक्नु मिल्छ पोइ यस गाइस अब हामीले आलु उसिनिसकेको छौँ होइन बसाइसकेको छौँ पर उसिनिसकेको छैन आलु बसिसकेको छ सबैभन्दा पहिला मलाई उठाउनु छ ओछ्यान यस गाइस ओछ्यान उठाएको छैन कति बजिसक्यो बिहानको 7:30 बजिसक्यो भर्खर उठेको ओछ्यान उठाएको छैन ओके एन्ड म ओछ्यान टिप गाइस हामीले आलु बसिसकेको छौँ होइन अन्त अब अहिले भेटौँ ल पोइ गाइस अहिले हामी तल हाम्रो खेतबारी आएको छौँ यसलाई चाहिँ ढाडबारी भन्छ हाम्रो तल पहिलातिर चाहिँ हामीले धान पनि रोपेको थियौँ अहिले चाहिँ पुरा बन्जर जङ्गल भइरहेछ रुखहरू जङ्गलहरू पलाएर घाँसहरू अन्त बाटो चाहिँ एकदम
खराब छ यहाँको। हाम्रोमा अलैँची चाहिँ टोटल 40 झाङ छ हाम्रोमा अलैँची। एन्ड दिस इज रास्ता। यो बाटो जानुपर्छ सिधा उयो हाम्रो बाबा जानुहुँदैछ नि हो त्यो बाटो जानुपर्छ गाइस। बाटो साह्रो अप्ठ्यारो छ। अन्त चाहिँ बाटो मेरो बाबा त एकदम सुई हिँड्छन्। म चाहिँ अलिक डर लाग्छ के गाइस। एउटा लडी पठाउँछु कि भनेर नि, किनकि मेरो चप्पलै के गर्छ एकतिरको गाइस हैन। त्यसमाथिको यो बाटो माई गॉड सो डिस्कस्टिङ गाइस, भेरी डिस्कस्टिङ। उतादेखि हामी यता आइसक्यौँ। दिस इज फर अलैँची बारी। अलैँची बारी भन्छ हाम्रो गाइस। कट अब कता जाने? उतै माथि। त अहिले हामी जाँदैछौँ। फेरि उता जानुपर्छ क्या गाइस। यो बाटोबाट अलिक अप्ठ्यारो छ तर राम्रो छ। यहाँ मासतिरबाट थियो रहेछ, हामी तलतिरबाट आयौँ नि बाबा। ए यता हो ए यस्तो छ भविष्य गाइस हाम्रो। यो चाहिँ तपाईँहरूले सोच्नुहुँदैछ होला बान्छे लगाएको भनेर। यो चाहिँ हामीले नै आफै फाडेको हो। यो डल्लै दिस हामी बारी ओके। मतलब यहाँ जति छ डल्लै हाम्रो बारी हो। यो खोल्सादेखि उता चाहिँ होइन, अलिक छ खोल्साको उता पनि। अहिले म तपाईँहरूलाई त्यो पनि देखाउने छु कि हामी सकेको छौँ गाईलाई घाँस काट्नु। के लाने बाबा? यो गाइस म अहिले ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु 2025 को। त म यहाँ ब्लगलाई यहीँ एन्ड गर्न चाहन्छु। डु लाइक शेयर एन्ड कमेन्ट च्यानल नकुल छेत्री 205 ब्लग च्यानल। ओके बाई गाइस, थ्याङ्क यू फर वाचिङ।